अत्यन्तै दुःखद खबर रुकुम पूर्वबाट रोल्पाको जलजला धार्मिक स्थलमा जाने गरेको बोलेरो जीप दुर्घटना भएर एउटै घरबाट 7 जनाको मृत्यु भएको अवस्थाहरू छ। मानिसको जीवनमा कति बेला के हुन्छ भन्ने कुरा मानिसलाई केही पनि थाहा हुँदैन। उहाँहरूको सपनाहरू कति थियो होला, धार्मिक स्थल जलजलामा पुगेर गर्नुपर्ने कार्यहरू कति त्यहाँबाट फोटोहरू खिचेर सामाजिक सञ्जालहरूमा राखौँला यस्तो विचार गरेर जानुभएको, विचार सपनाहरू बोकेर जाँदै गर्नुभएको अवस्था थियो होला। तर त्यो ठाउँमा नपुगिकनै बीच बाटोमै अस्ताउन पर्ने अवस्था आयो। यो विचार उहाँहरूले गर्नु नै भएको थिएन होला। यो कुराले चाहिँ मलाई पनि एकदमै मनमा एकदमै दुःख, एकदमै यो मनमा यस्तो भावुक जागेर आएको छ कि मानिसको जीवनमा कति बेला के हुन्छ भन्ने कसैले पनि थाहा हुँदैन। त्यहाँबाट हामीले त्यो वरिपरिको बाटोहरू सामाजिक सञ्जालमा हेर्ने बेलामा पनि बाटो पनि एकदमै अप्ठ्यारो, अनि त्यहाँ अहिले पानी परेको हुनाले हिलो अनि चिप्लो बाटो पनि रहेछ। अनि त्यहाँ घटनास्थलबाट चाहिँ जीप त्यो बाटोबाट खसेको चाहिँ करिब लगभग 800-900 मिटर तल झरेको छ भन्ने सामाजिक सञ्जालहरूमा मिडियाकर्मीहरूले यसरी गर्नुभएको छ। अनि त्यहाँनिर धेरै साथीहरूले, मिडिया साथीहरूले अनि यो सबैले त्यहाँको यो सबलाई उद्धार गर्नको लागि सबैले सहायता गर्नुभएको छ। उहाँहरूलाई हृदयदेखि एकदमै धन्यवाद दिन चाहन्छु। यो घटनाले गर्दाखेरि म बुटोलमा भए तापनि बुटोलको परिवारले पनि एकदमै यो शोक मनाइरहेको छ र रुकुम पूर्ववासीहरू पनि सबै शोकमा परेको अवस्थाहरू छ। यो अवस्थाहरू के गर्ने कसैले थाहा नभएर कति बेला के हुन्छ भन्ने कुरा मानिसको जीवनमा केही पनि थाहा हुँदैन। रुकुमवासीलाई एकदमै शोकमा परेको यो घटनाद्वारा चाहिँ एकदमै शोकमा परेको अवस्थाहरू छ। आउने दिनहरूमा पनि यस्तो समस्याहरू सुन्न नपाइयोस् भन्न चाहन्छु। अब बाटो अवस्थाहरू पनि एकदमै गाह्रो छ। यो बाटोको कारणले पनि हो। यो बाटोको विषयमा पनि हाम्रो सरकारले थोरै भए पनि मध्यनजर गरेर त्यहाँ भएको यो बाटो एकदमै समस्या छ, त्यसलाई पनि छिटै समाधान गरिदिनको लागि हाम्रो अहिलेको नयाँ सरकारले ध्यान आकर्षण गर्नको लागि यो सबैजनाले यो भिडियोलाई सेयर गरिदिनु भएको होस् भन्न चाहन्छु।